एउटा काममा 100% दिमाग लगाउँछु भन्दा 1% दिमाग 100वटा काममा बाँडिन्छ मेरो। हेलो एभ्रिवान, ज्याक अफ अल ट्रेड मास्टर अफ नन भन्छ नि, आई एम द वान। नयाँ कुरा देख्यो कि सिकिहाल्न मन लाग्छ, अनि यसरी सिक्छु मानौ म त्यसमै भविष्य बनाउँछु। नजान्दासम्म सिकिरहन्छु, जब अलिअलि आउँछ, अलिअलि जानेपछि मेरो रहरसँगै जाँगर पनि मरेर जान्छ, अनि फेरि सिफ्ट हुन्छु म नयाँ प्यासन फलो गर्नतिर। सुरु गरेका कयौँ काम यस्ता छन् जुन अधुरै छोडेकी छु। राइटिङ, पेन्टिङ, आर्ट, क्राफ्टिङ यस्ता कति धेरै कुराहरू छन् जहाँ थोरै थोरै ज्ञान छ, थोरै थोरै आउँछ सबै कुरा, तर सबै आधा अधुरा मात्रै। हरेक कुरामा थोरै थोरै मन भुलाउनु, हरेक विधालाई थोरै भए पनि स्पर्श गर्नु, यो पनि एउटा कला नै हो जस्तो लाग्छ। के एउटा विषयमा मात्रै पुग्ध हुनुपर्छ र? त्यही आधा अधुरै छोडेका कुरामा म एउटा बेग्लै संसार देख्छु। कहिलेकाहीँ यसरी अधुरो हुनुमा पनि बेग्लै सुन्दरता छ जस्तो लाग्छ मलाई।